नमस्कार साथीहरू, म नवीन राय तपाईहरुमाझ फेरि एउटा कफीकै भिडियो लिएर आउँदैछु। तपाईहरु जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ स्वास्थ्य समृद्धि र खुसियाली सधैँ रहनुहोला। र आज फेरि म एउटा कफीकै भिडियो ल्याउँदैछु। यो चाहिँ हेर्नुहोस्, आधी करै यसरी पाक्दैछ, पुरै पाकिसकेको छैन, यसरी पाक्दैछ। र यहाँ तपाईहरुलाई हो यो कफीको पातरमा अलिकति डढेको जस्तो छ। यो चाहिँ आगोले गर्दा हो, तर यस्तो खाले रोग पनि लाग्छ है। किन भन्दाखेरि हाइड्रोजनको कमी भयो भने, न्युट्रिसनको कमी भयो भने यस्तो चाहिँ लाग्छ। किन भन्दा यो चाहिँ यसको सेल्सहरू चाहिँ मरेर जान्छ भनेर चाहिँ विज्ञहरूले भन्नुभएको छ। तर यो चाहिँ होइन। किन भन्दाखेरि यो चाहिँ यहाँ छेउमा आगो लागेकोले गर्दाखेरि, आगो बालेकोले गर्दाखेरि अलिकति आगोको राप परेर यस्तो भएको हो है त साथीहरू। अब यो एक झ्याङ कफी हेर्नुहोस् है, म अलिक नजिकबाट, यो एउटै बोट हो लगभग। यसमा अहिले टिप्यौँ भने 3 चोटि टिप्दा लगभग यसमा चाहिँ अहिले नर्मल 8-9 केजी जति चाहिँ आउँछ कि अनुमान। त्यति नआए पनि कम्तीमा 6-7 केजी चाहिँ पक्कै आउँछ। किनभने यो राउन्डिङ गर्दाखेरि कफीलाई व्यवसायीकरणतिर अगाडि बढाउँ, यही हावापानी माटोलाई प्रकृतिसँग जोड्दै डलरसित साटौँ, हावापानीलाई बेचौँ भन्ने उद्देश्यले हामीले यो काम गर्दैछौँ। ओके, बाइ बाइ, टेक केयर।